संसद कानुन बनाउने थलो पनि हो, यो स्मरण गराउन चाहन्छु। र हामी 48 वर्षदेखि बन्न नसकिरहेको यो कानुन बनाउनको लागि, ऐन बनाउनको लागि विधेयकमाथिको छलफलमा छौं र पर्यटनसँग सम्बन्धित यो विधेयकलाई अगाडि बढाउने सन्दर्भमा म विपक्षी दलहरूलाई सहयोग गर्नको लागि अनुरोध गर्दछु। सम्माननीय सभामुख महोदय, मलाई आज गहिरोसँग महसुस भयो। त्यो के भने 8वटा अध्यादेश सरकारले किन ल्याउनु पर्यो भनेर आज महसुस भइरहेको छ। मलाई किन ल्याउनु पर्यो भनेर महसुस भइरहेको छ सभामुख महोदय। संसद यसै गरी चलेर विगत 10 वर्षदेखि हामीले 72 सालमा बनेको संविधानपछि जति ऐन र कानुनहरू संसदले बनाउनु पर्थ्यो त्यो कानुन किन बन्न सकेन भनेर